जीवन कुनै सजिलो यात्रा होइन। ठेस लाग्छ, असफलता भोगिन्छ र संसारले हामीलाई कमजोर ठान्छ। तर याद राख्नुहोस्, साँचो शक्ति अरूको नजरमा छैन, त्यो त तपाईको आफ्नै भित्री साहसमा छ। असफल हुन नडराउनुहोस्, डराउनु पर्दैन। असफलता भनेको अन्त्य होइन, यो त अर्को अध्यायको सुरुवात हो। जसरी बिहानको उज्यालोले रातको अँध्यारो चिर्छ, त्यसरी नै तपाईको साहसले कठिनाई चिर्छ। जसले तपाईलाई हेला गर्छ, उसको पछाडि लागेर समय बर्बाद नगर्नुहोस्। तपाईको बाटो तपाईले आफै बनाउन सक्नुहुन्छ। संसारलाई तपाईले केही साबित गर्न आवश्यक छैन, आफैलाई साबित गर्नुहोस्। मुस्कुराउन सिक्नुहोस्, किनकि रुन त संसारले सधैँ सिकाउँछ। आत्मसम्मानलाई कहिल्यै झुक्न नदिनुहोस्, किनकि सम्मान गर्ने मान्छेलाई संसारले कहिल्यै हराउन सक्दैन। उठ्नुहोस्, अघि बढ्नुहोस् र आफ्नो कथा आफै लेख्नुहोस्, किनकि समय कसैलाई पर्खँदैन, तर जसले आँट गर्छ उसले नै इतिहास रच्दछ। आफूलाई यति कमजोर नबनाउनुहोस् कि तपाईलाई अरू कसैको सहयोगको आवश्यकता परोस्। सबैसँग यति सजिलै नभेट्नुहोस्। यो युग फरक छ, यी मानिसहरू फरक छन्। खराब मानिसहरूको सबैभन्दा ठुलो पहिचान यो हो कि तपाईले जति धेरै सम्मान दिनुहुन्छ, उनीहरूले तपाईलाई त्यति नै धेरै दुःख दिन्छन्। त्यो प्रेम समाप्त गर्नुहोस् जसले तपाईको समयको हिस्सा अरूलाई दिन थाल्छ। एक समय थियो जब हामी हाँस्दै बिउन्थ्यौं, तर आज धेरै पटक मुस्कान बिना नै साँझ हुन्छ। एक्लै बस्नाले तपाईलाई यो पनि सिकाउँछ कि वास्तवमा तपाईसँग आफू बाहेक अरू कोही छैन। उसलाई छोड्नु नै सही हो जसलाई तपाईको मूल्य थाहा छैन। छोटो समयका लागि नजिक भएकाहरू धोकेबाज थिए। कहिल्यै कसैलाई विशेष नठान्नुहोस्, किनकि सबै समस्याहरूको सुरुवात यहीँबाट सुरु हुन्छ। गहमण्डलले भरिएको कुरा गरेर कसैको मन दुखाउनु हुँदैन, किनकि समयले गहमण्ड पनि तोड्छ र बोल्न लायक पनि छोड्दैन। अरूको जीवनमा आफ्नो स्थान खोज्न छोड्नुहोस्। विश्वास राख्नुहोस्, तपाईँ सधैँ खुसी रहनुहुनेछ। मैले नजिकबाट देखेको छु, यहाँ मानिसहरूले सम्बन्धलाई एक पलमै पराई बनाइदिन्छन्। त्यस्ता गल्तीहरूको कुनै माफी हुँदैन, जहाँ तपाईलाई थाहा छ कि के सही छ र के गलत छ, तर जान्दा जान्दै पनि गलत छान्नुहुन्छ। जीवनमा ठुलो मान्छे बन्न चाहनुहुन्छ भने साना मानिसहरूसँग कहिले नबोल्नुहोस्। सम्बन्धहरू टाढासम्म जान्छन् यदि रिसको आयु कम हुन्छ भने। हतारमा निर्णय लिएर पछुताउनु भन्दा केही